थिएगो मेन्डेजले नेमार जुनियरसँग हात मिलाएन यार। कसैले भन्दैछन् के यी दुई खेलाडी बीच पहिला नै कुनै दुश्मनी थियो त? यस्तो किन गरे त दुईटा खेलाडीले? खेल त सान्तोसले जित्यो, 3-0 ले खेल जित्यो, तर अगाडिकै जुन यो ब्याड मोमेन्ट देखियो फुटबलमा पनि यति साह्रो रेसिपी हुँदो रहेछ। खासमा यो कुरा हो जब नेमार जुनियर पिएसजीमा थिए। नेमार जुनियर पिएसजीमा खेल्दै गर्दा नेमार जुनियरको टिमले खेल्दै थियो लिग 1 को गेम लियोन विरुद्ध, र लियोनमा थिए थिएगो मेन्डेज। र थिएगो मेन्डेजले खेलको क्रममा नेमार जुनियरलाई एउटा डेन्जरस ट्याकल दिएको थिए, जसले गर्दा नेमार जुनियरको लेफ्ट एङ्कल गएको थियो र थिएगो मेन्डेजले रेड कार्ड पाएको थिए। र यही दुश्मनी अहिले आएर देखिएको रहेछ खासमा चाहिँ। र हिजोको गेममा जुन लास्ट गेममा देखियो नि सान्तोस र भास्को विरुद्धको यो ब्याड मोमेन्ट, खासमा त्यसको रिजन चाहिँ यो रहेछ है त। हजुरहरूलाई के लाग्छ? फुटबल जस्तो खेलमा यस्तो रेसिपी पनि हुँदो रहेछ है, तर फुटबलमा यतिको भएन भने मजा चाहिँ आउँदैन है त। कमेन्ट गर्नु होला र हामीलाई फलो गर्न चाहिँ नभुल्नु होला।